फाले त्यसको लागि यहाँ किमा रेडी गर्दैछ। यसलाई चाहिँ पहिला हामी वास गर्छौँ है। हाम्रो पेज रेडी भइसकेको छ। अब क्याबेज काट्न आँटेको छौँ। क्याबेजलाई नि एकदम फाइन चाहिँ भन्ने हो है। एक साइडमा चाहिँ चिया पाक्दैछ है। यो बनिनुभन्दा अगाडि चाहिँ चिया खानुपर्छ। यो टमाटर चाहिँ मैले दुई फेरलाई बनाइहालेँ हो। यो चाहिँ हाम्रो यस्तो पाराले एउटा टमाटरको 4 फेर्ला बनाएर चाहिँ अचार बनाउनको लागि यसरी काटेर बोइल गर्यो भने चाहिँ छिटो पाक्छ है। त्यसको लागि हामीले यो काट्दैछौँ। हेर्दै गर्नु होला। यत्रो टुक्रा चाहिँ एउटा अदुवा लिएको छौँ है। यो जिन्जरलाई एकदम यसलाई नि फाइन चप गर्ने हो। एकदम पतला पतला गरेर काटेर चाहिँ खासँग मिक्स गर्नुपर्छ। एकदम सानो पतला पतला गरेर यसलाई नि फाइन चपै हाल्ने हो। हाम्रो किमाको लागि यहाँ चाहिँ रेडी भइसकेको छ। अदुवा, प्याज, क्याबेज, अन्त यहाँ चाहिँ अचारको लागि बोइल हुँदैछ टमाटर। हाम्रो चिया पार्टी टी ब्रेक। यहाँ चाहिँ हाम्रो ओनियन क्याबेज मिक्स भइसक्यो। मिक्स गरेर यो चाहिँ हाम्रो चिकन देख्नु सक्नुहुन्छ। चिकनलाई प्लास्टिकलाई डस्टबिनमा मिक्स गरिदिनु। यहाँ हाम्रो चाहिँ डिमार्टबाट ल्याएको एकदम ब्रान्डेडवाला तेल हो है। अब चाहिँ हामी हाल्दैछौँ तेल। हाम्रो डब्बामा तेल सकेकोले गर्दा चाहिँ डाइरेक्ट प्लास्टिकबाट हाल्दैछौँ। त्यसको बादमा चाहिँ यो हुचिङ चाहिँ तपाईँको स्वादअनुसारले हाल्नु होला। मैले यति हालेको छु। बेसी हाल्यो भने फेरि मिठो हुँदैन है। अड्डी कुहिन्छ अरे हुचिङले। अब चाहिँ हामी यसलाई यो चाहिँ मिक्स गर्दैछौँ हामी। नुन तपाईँको स्वाद अनुसारले हाल्नु होला। मैले चाहिँ यहाँ मेरो किमाको अनुसारले हालेको छु है। 2 चम्ची हालेको छु मैले चाहिँ। 2 चम्ची होइन 1 चम्ची हालेँ। अब फेरि यसलाई अझै मिक्स। सो हाम्रो चाहिँ अब यो हल्का सानो फ्लेममा तपाईँको 10-15 मिनटको लागि पकाउनुको लागि राखिदिनु। अब चाहिँ अलिकति मोमो पनि बनाउने भएकोले गर्दाखेरि सानो मोमोको लागि 3-4वटा सानो बेल्नु पऱ्यो है। हेर्दै गर्नुहोस् तपाईँहरू। एउटा चाहिँ म पनि बनाउनु पऱ्यो। मोमो मैले बनाएको चाहिँ एकदमै दामी हुन्छ। त्यसले गर्दाखेरि बनाउनु मन लाग्दैन मलाई हो। यो चाहिँ मैले बनाएको मोमो है। र हाम्रो चाहिँ स्टिमर छैन है। स्टिमर नभएको कारणले चाहिँ सिल्भर फोइल लिएर सिल्भर फोइलले यसरी बनाउँदैछौँ। अब चाहिँ यसलाई हामी दुलो दुलो बनाउँछौँ है यसरी। त्यसरी मोमो राख्नुपर्छ है। टक टक हाम्रो चाहिँ यहाँनिर डिजाइनको मोमो जतिवटा डिजाइनको मोमो बनाउनु सक्छ उतिवटा डिजाइनको सबै मोमो छ हो। यो चाहिँ राजा हो।
यो म यो दुईटा मन्त्री हो अन्त यो प्रजाहरू सबै है अरू चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरुले एकदम दामी भइसकेको छ हाम्रो मोमो चाहिँ है पाकेर रेडी तर माथिबाट चाम्रो चाम्रो भइसक्यो यस्तो चाहिँ कुनै के भएको डाल्दैछन् यो चाहिँ हाम्रो थाली स्टाइलको फाले है राउन्ड फाले ओ मम्मी हात झट्टै चल्यो त्यस्तो भइसक्यो यसलाई चाहिँ अझै ब्राउन गर्नुपर्छ यतिको ब्राउन गर्नुपर्छ है अनि चाहिँ पाकेको हाम्रो चाहिँ रेडी भइसकेको छ यहाँ छ मोमो यहाँ अचार यता मोमो यता दुईजना अन्त यहाँ चाहिँ फाले छ है यसरी खानुपर्छ है नेपालको सानो पुच्चे थियो नि बोका हेर्ने गाई